प्यारो मान्छे, तिमीलाई दिने उपमा छैन मसँग। तिमीलाई देखेको छु, तिमीसँग बोलेको छु, तर तिमी वास्तवमा को हौ थाहा छैन। कुनै कुनै बेला त भगवानले पनि परीक्षा लिँदा रहेछन्, थाहा छैन भगवानको त्यो परीक्षामा म फेल हुन्छु या पास हुन्छु। मलाई यति मात्र थाहा छ, मसँग एउटा नरम तन्तुले बनेको नरम मन छ, जसले कसैलाई बिगार्न जान्दैन। त्यसैले त सधैँ भित्रभित्र आगो दन्किरहेको छ, पटक पटक। देख्दा म पनि संसार जस्तै छु, तिमी पनि उही संसार जस्तै छौ। म पनि त्यति साह्रो सुन्दर मान्छे होइन र तिमी पनि त्यति सुन्दर चाहिँ होइन। तिमी पनि परिवार पाल्नको लागि परदेश आएकी र म पनि परिवार पाल्न विदेश आएको छु। तिमी पनि अर्काको कम्पनीमा काम गर्छौ र म पनि अर्काको कम्पनीमै काम गर्छु। तिमीलाई पनि धेरै पैसा कमाउनु छ र मलाई पनि सके जति पैसा कमाउनु छ। यति धेरै कुराहरू मिल्दा थाहा छैन तिम्रो र मेरो मन मिल्छ या मिल्दैन। मसँग एउटा सानो मन छ जो कसैलाई पिर्न सक्दैन। मसँग त्यस्तो सानो मन छ अरूको दुःख देख्न सक्दैन। तर थाहा छैन तिमीसँग कस्तो मन छ। न त मैले तिम्रो मनलाई तौलिन सकेँ, न त नाप्न सकेँ। त्यो तिम्रो कमजोरी हो या मेरो कमजोरी हो, भगवानले बनाएको उसैले जानुहोस्, तर मैले जानिनँ। पहिलो दिनमै कम्पनीमा प्रवेश गरेको थिएँ। पहिलो दिनमै आफ्नो दुःख सोच व्यक्त गर्ने तिमी थाहा छैन किन गर्यौ। या आफ्नै नेपाली दाजु भनेर गर्यौ या आफ्नो मन शान्त पार्ने साधन बनायौ। मैले त्यसदेखि तिम्रा हरेक क्रियाकलापहरू निहाल्न थालेँ। पहिले पहिले त केही तिमीसँग रिस पनि उठेको थियो, तर जब बुझ्दै गएँ, तिमीलाई निहाल्दै गएँ, थाहा छैन यो मन किन कोमल बन्दै गयो। बिहान सबेरै उठेदेखि साँझ अबेरसम्मको पट्टै लाग्दो त्यो काम, त्यसमाथि सुपरभाइजर र डिनको कचकच। नारीसँग संसारको भार सहन सक्ने शक्ति हुन्छ भन्थे, हो रहेछ। मैले तिमीलाई देखेर थाहा पाएँ, मलाई तिमीप्रति करुणा पलाउन थाल्यो। जब करुणा बढ्दै गयो, आफसे आफ आकर्षण बढ्दो रहेछ। आजभोलि मेरो मन पानी बनेको छ। तिमीलाई कालो र बाक्लो बादल ठानेको छ। थाहा छैन कतिसम्म कालो बादलले पानीलाई बोक्न सक्छ। मलाई राम्रोसँग थाहा छ मेरो श्रीमती छ, छोरा छ, छोरी छ, सबै छ मसँग। तर किन तिम्रो पछि लागिरहेछ? सायद मसँग एउटा सबैभन्दा सानो हलुङ्गो मुटु छ, जसलाई सबैले सजिलैसँग उठाउन सक्छ र सार्न सक्छ। तिमीलाई निहालेको छु मैले। दिनदिनै दुब्लाएकी छौ। यो कलिलो उमेरमा हुनुपर्ने स्याउ जस्ता गाला सुकेर चाउरिएको जस्तो देखिन्छन्। सुकिला र चिल्ला देखिनुपर्ने तिम्रा खुट्टाहरू फाटेर चिराचिरा परेका छन्। नारीका हात नरम हुन्छ भन्थे, जसले छोए मात्र मनको पीडा सजिलै रोमाञ्चमा परिवर्तन गर्न सक्छ भन्थे। तर तिम्रो हातमा स्पर्श गर्दा कुनै दुःखको दलदलको आभास हुन्छ मलाई। दिनदिनै नजिक नजिक आए जस्तो गर्यो। म जीवनमा कसैको माया नपाएको मान्छे, हल्का मुटु भएको मान्छे किन आकर्षित भएँ थाहा छैन। तिम्रो सबै पीडा सुन्दा सबैलाई एकैपटक चट बनाउन मन लाग्छ। तर फेरि आफ्नो काम र कर्तव्यलाई सम्झिन्छु अनि मलाई पछाडि धकेल्ने गर्छ। कहिलेकाहीँ अनैतिक व्यवहारमा बढ्न खोज्छ यो मन, फेरि आफैले सम्हाल्ने गर्छु। कहिलेकाहीँ बेसरी आफ्नो अङ्गालोमा कसेर राख्न मन लाग्छ, तर फेरि आफ्नो कर्तव्यको याद आउँछ। म तिमीबाट रोमाञ्चको आशा गर्दा कतै तिम्रो इमानलाई चोट पो लाग्छ कि? तिमीभन्दा धेरै कमाउने मान्छे म, तिमी जस्तो थोरै तलबमा धेरै आनन्द गर्ने मान्छे कतै मेरो सामन्ती व्यवहार त हुँदैन। तिमीले भनेको थियौ नि, आभास सर, मेरो श्रीमान बितेको 8 वर्ष बितिसक्यो। छोराछोरी आफै स्याहार्नुपर्छ र सबै खर्च यही सानो आम्दानीले पुर्याउनुपर्छ। सानो, मलाई थाहा छ तिमीसँग निकै पीडा छ, तर मसँग पनि कुनै समाधान छैन। म पनि मुटु चिरेर विदेशमा भासिएको छु। म तिमीलाई झुट्टा आश्वासन देखाएर तिम्रो फिलिङ्ससँग खेल्न सक्दिनँ। त्यसैले म तिमीलाई ठुलो ठुलो हेरिरहन सक्छु, अरू केही गर्न सक्दिनँ। म जस्तो मान्छेले तिमी जस्तो असहाय मान्छेसँग फाइदा लुट्न नसक्नु भनेको तिमीलाई सम्मान गरेर हो नि। मलाई यो पनि यकिन छैन, या तिमी मलाई आफ्नै ठानेर नजिक नजिक बन्छौ, या आफू कुनै फाइदाका लागि मसँग नजिक नजिक हुन खोज्छौ, या मालिकको गालीबाट बच्नका लागि नजिक बन्दैछौ। कतै कतै तिमीसँग पनि शङ्का लागेर आउँछ। यो कलिलो उमेरकी तिमी विधवा, कतै आफ्नो भित्रभित्र कसैलाई राखेर मसँग समय बिताउनका लागि नजिक बनेकी त होइनौ। मेरो सोझो मन फेरि सकारात्मक सोचिहाल्छ।
तिमीमाथि हरेक नजर स्वच्छ र अबोध लाग्छ। फेरि मन कटक्क खाएर आउँछ। म विश्वास गर्ने मान्छे हो या तिमी मलाई साँच्चै विश्वास दिलाउन चाहन्छौ म बुझ्न सकेको छैन। सोझो भएर बाँच्न पनि गाह्रो हुँदो रहेछ सानो। तिम्रो पछि लाग्ने मान्छे धेरै छन्। यदि तिमी साँच्चीकै मलाई माया गर्छौ भने अरूसँग नजिक बन्ने बाहना नबनाऊ ल। किनकि तिमीलाई अरूसँग बोलेको देख्दा मलाई डाहा लाग्छ। सायद मलाई तिमीसँग साँच्चै प्रेम बसेको छ। मलाई थाहा छ तिमीलाई तिम्रो सुपरभाइजरले छोडेको छैन, कात्तिके डाँगाहरूले जस्तै गरेर। अरूले पनि तिमीलाई सान्त्वना दिने प्रयत्न गरिरहेका छन्। तर प्रेम स्वार्थ होइन, त्याग हो, तपस्या हो अनि विश्वास हो। त्यसैले त म पनि अरूलाई बाल दिएको छैन। तिमीलाई थाहा छ तिम्रो ती सहेलीले मेरो पिछा छोडेको छैन। तिम्रो त्यो एकाउन्टेन्टले दाउ राखेकी छ, तर मलाई कसैले छुन सकेको छैन। सायद तिमी मेरो मनमा बसेर होला। साथीहरू एकान्तमा कुरा गर्छन्, मैले यसलाई पटाएको छु, अर्कोले अर्कीलाई पटाएको छु भन्छन्। जिन्दगी 2 दिनको हो, मोज मस्ती गर्नुपर्छ। यहाँबाट घर गए त को कता कता, कहाँ सबैको ठेक्का लिन सकिन्छ र। मैले एक्लैले महसुस गर्छु कि केटी मान्छेको मन कपडा हो र जसलाई सजिलैसँग पट्याउन सकिने, चाहेको बेलामा प्रयोग गर्ने, पछि बाकसमा राख्ने। म त्यो सब कल्पनासम्म पनि गर्न सक्दिनँ सानो। तिमीसँग फाइदा लिएर म भाग्न सक्दिनँ। दिनहरू बडो तनावमा बितिरहेका छन्। घरको तनाव भनेको सधैँको बारमासे नै भयो। अझ तिमीसँग आकर्षण बढेपछि झन् दिन विषालु बन्दै गइरहेका छन्। प्रेममा परेपछि पिर बढ्छ, डर हुन्छ, शङ्का हुन्छ र थोरै थोरै आधार बढ्छ र उमङ्ग बढ्छ भन्छन्। हो रहेछ, मैले तिमीमा उमङ्ग बढेको आभास गरेको छु। तर मेरो मन के भएको छ भगवान् उनैले जानु। मेरो मन मसँगै छैन सानो, जम्मै बरालिएको छ। तिमीलाई कतै अरू लग्ने मान्छेहरूसँग बोलेको देख्दा डाहा लाग्न थालेको छ। आफैदेखि रिस उठेर आउँछ। तिम्रो त्यति धेरै चियो चर्चो गर्ने म को हो र। मेरो तन एकातिर छ, मन अर्कोतिर। जम्मै तिम्रै सामयमा आउन मन लाग्छ। तिमीसँग त्यस्तो के छ र सानो। तिम्रो त्यो अबोध र निरस्ताले मलाई तानिरहेको छ, चुम्बकले फलाम ताने जस्तै गरी। म सक्दिनँ सानो यो सब सहन। म के गरौँ के नगरौँ। जब तिमी यो सब कथा सुनेछौ अवश्य नै मलाई कुनै मलम लिएर औषधि गर्नेछौ, चाहे सकारात्मक सोच लिएर आऊ या हुँदैन भनेर। जे भए पनि मलाई स्वीकार्य हुनेछ। बाई।